हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। मेरो युट्युब च्यानलमा आइदिनु भएकोमा हजुरहरूलाई स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला भन्ने प्रार्थना गर्दछु भगवानसँग हैन। आज चाहिँ हैन यति रमाइलो दिनहरू छ नि हैन, मौसम यति रमाइलो छ नि, बाहिर पुरै घाम पनि हल्का हल्का लागेको छ है। त्यति गर्मी पनि भएको छैन, नभए त गर्मीले प्याक हुने पनि। कस्तो अँधेरो देखिरहेछ, एकचोटि बत्ती चाहिँ बाल्नै पर्यो हैन। यस्तै कस्तो देखाइरहेछ क्या अहिले चाहिँ, टक्क लाएर सुत्दिने हैन। आज दिक्क लागिरहेछ। अब काममा जानुपर्ने हुन्छ। म चाहिँ काममा गएर फेरि क्लास जानु छ। गाह्रो छ यार जिन्दगी, केही छैन हैन। काम नगरेर त बस्नु सकिँदैन काठमाडौँको ठाउँमा हैन। काम चाहिँ गर्नै पर्छ भन्न चाहन्छु हैन सबैजनालाई। अब त्यही हो, अब काममा जानुपर्ने हुन्छ। म चाहिँ टक्क लाएर जिरो लेभल कन्फ्युजनबाट हो हैन, अलिअलि बोल्न जान्दिनँ हैन। फर्स्ट टाइम हो हैन, अलिक लाज लाग्दो रहेछ बोल्न चाहिँ। त्यही पनि केही छैन, हल्का हल्का बोलिन्छ। हजुरहरूको लागि भयो नि एउटा ब्लग चाहिँ बनाएको है मैले। यो हजुरहरूले सपोर्ट गर्नुहुन्छ भने चाहिँ अब दिनकै ब्लग बनाउने हो। मेरो इच्छा चाहिँ त्यही हो, ब्लगबाट चाहिँ यसो मोनिटाइज गर्नु पर्यो भने हैन। अलिक लाज लाग्छ क्या, तर लजार हुँदैन। हस् त, बाई बाई। म चाहिँ अब काममा जानुपर्ने हुन्छ। अर्को भिडियो चाहिँ छु टक्क लगाएर हैन। हजुरहरूले सपोर्ट चाहिँ गर्नु पर्यो। हजुरहरूले माया चाहिँ दिनुभयो भने मेरो ब्लग पनि अलिकति माथि लगौँ भनेको। जिरो लेभलदेखि नै सुरु गरे हो मैले चाहिँ गर्नु चाहिँ। अब चाहिँ अर्को भिडियो चाहिँ टक्क लगाएर माथि जाउँ न त भने। अब तपाईँहरू पनि इच्छा लागे बनाउनु यस्तो भिडियोहरू हैन। ब्लगबाट धेरै फाइदा रहेछ हैन, आफूलाई फिलिङ्स पनि हुन्छ, रमाइलो हुँदो रहेछ त्यति बनाएपछि। हजुरहरूले माया दिनुभयो भने चाहिँ यस्तो भिडियोहरू बनाउनु चाहिँ इच्छा धेरै लाग्दो रहेछ क्या। मनैदेखि भित्रैदेखि मुटुदेखि हजुरहरूले इच्छा चाहिँ जगाइदिनु पर्यो भन्न चाहन्छु। कमेन्ट हैन, सब्सक्राइब यता सेयरको पनि गरिदिनु नभुल्नु होला क्या। हजुरहरूले यति गरिदिनु भयो भने त हामीलाई पनि कम मजा आउँछ भिडियो बनाउनु हैन। त्यही हो, अब फर्स्ट टाइम हो, नभए त बनाउन आउँथेन मलाई पनि। हस् त, बाई बाई। अर्को भिडियो मैले ब्लग बनाउँदा फेरि अर्को कन्टेन्ट हाल्ने भिडियो चाहिँ ल्याउने छु म। अर्को भिडियो भन्न चाहेको, सरी अलिक बोल्नु हैन। हस् त, बाई बाई सबैजनालाई, लभ यु टु।